अझ त्यसमा कमेन्ट गर्ने राडीहरू सुन बताराइमेहरू आफ्नो सन्तानहरू दुधे बालक छोडेर कतिजनाको बिस्तारा तताउँदै हिँड्छस् होला, त्यहाँनिर गएर मधुलाई गाली गर्छस् सालाहरू। अनि 2टा 3टा बिहे गरेर जानेहरूलाई यस्तै अरे। आफ्नी आमाको कतिवटा बिहे भयो थाहा छ कि छैन? अनि आफ्ना कतिवटा बिहे भयो भन्ने थाहा छ कि छैन? घरमा स्वास्नी लोग्ने दुधे बालक छोडेर बाहिर कतिजनाको बिस्तारा तताउँदै हिँडेको छु, बुढाको आँखा छलिएर हिँडेको छु भन्ने थाहा छ कि छैन? मलाई चाहिँ खासै नबोलौँ भन्ने भइरहेको थियो, बोल्नै पर्ने भयो। धेरै कुकुरहरू भोके क्या, कुरै नबुझिकिन 15 सेकेन्डको भिडियो कुन चाहिँले हालेछ, त्यो 15 सेकेन्डको भिडियो उठाएर ओहो आदर्शका संस्कारका मानवताका कुरा गर्न थाल्यौ। ए जंगली जनावरहरू जन्तुहरू तिमीहरू किन भुल्छौ कि ऊ बाटोको एउटा छोरी मसँग छ भन्ने कुरा? त्यो छोरीको लागि बोलेको हो क्या, त्यो छोरीको लागि बोलेको हो। जुन छोरीले मेरो छोरीले पीडा भोगी, जुन मेरी छोरीले कतिचोटि बाबा भनेर खोज्न गई हैन, ऊबाट भगायो भनेर भन्ने कुराहरू गरेको थिएँ मैले। किन भुल्छौ? मेरो सम्बन्ध किन लिएर आउँछौ बीचमा? यस्तो रे त्यस्तो रे भन्ने भुल्छौ तिमीहरू? मेरो छोरीले के भोगी होला, बचपनदेखि बाउको तडपमा कति बाँची भन्ने कुरा तिमीहरूले देखेको छौ? जाँठा जाँठीहरू खाते खातिनीहरू भुक्न धेरै सजिलो छ। कुकुर्नेहरू अर्काको बारेमा थाहा छ कि छैन? नेम र फेमका लागि यतिसम्म पनि नगिर क्या। अर्काको 15 सेकेन्डको भिडियो लिएर आएर मान्छेलाई नराम्रो बनाउने काम नगर। त्यहाँ मैले मृतक मान्छेलाई गाली गरेको होइन। मृतकको बाउ आमालाई अहिले आफ्नो सन्तान गुमाउँदा कस्तो भयो? मेरो सन्तानबाट आफ्नो सन्तान टाढा राखेको थियौ नि। हिजो म रोएको थिएँ, आज तिमीहरू रोयौ, मलाई चाहिँ एकदम मनमा शान्ति मिल्यो भनेको मैले उसको बाउ आमालाई हो। किन एकरो भुकेका त्यति धेरै? आम्मामामामामा एउटा यो डाक्टर भन्ने आइडी केबाट त आमा के साह्रो भुकेको भाइ त्यति धेरै? तिम्रो त पेसा डाक्टर रे, बुद्धि त्यही हो तिम्रो? यति नेगेटिभिटी? तिमी जस्ता डाक्टरलाई त फक के डाक्टर गर्छौ, के पढ्छौ तिमी? अर्काको बारेमा बोल्नुभन्दा अगाडि नि धेरै कुरा बुझेर बोल्नुपर्छ। त्यही माथि एउटा आमा हो, नारी मान्छे। अनि के भन्यो अरे तिमीले? मानवता हराएको रे, यस्तो रे त्यस्तो रे। मानवता तैँले मलाई सिकाउनु पर्छ, मानवता म सिकाइदिन्छु। आइज मलाई भेट, मेरो पीडा के थियो त्यति बेला। मेरो पीडा छोड्दैन, मेरो छोरीसँग भेट, मेरो छोरीसँग म भेटाइदिन्छु तँलाई। मेरो छोरीको कति कहाली लाग्दो जिन्दगी थियो, बाबाको तडपमा कति बाँची, कसरी बाँची भन्ने कुरा तँलाई म देखाइदिन्छु। ल आइज न। मान्छेको बारेमा बोल्नुभन्दा अगाडि धेरै कुरा बुझेर बोल्नुपर्छ, बुझिस् नि? त्यो दिन भएको लाइभमा चाहिँ सबैले पेपरहरू कसरी बनाउनु भयो भन्ने कुरा। पेपर बनाउन मेरा लागि त्यति सहज थिएन। छोरी जन्म दिनु मात्रै बाउ हो, भुँडी बोकाइदिएर बाउ हुन्छ? उसको उमेर पुग्यो, कतिवटा डकुमेन्ट्री चाहिएको थियो मलाई मेरो छोरीले। त्यो डकुमेन्ट्री बनाउँदाखेरि धरि आइदिएन भनेपछि त्यो मानवता हो त्यो चाहिँ? अनि मैले आज उसको बाउ आमालाई भन्दाखेरि चाहिँ तिमीहरू मलाई मानवताको कुरा सिकाउँछौ? शरम लाग्दैन? मेरो छोरीलाई पनि कति चाडबाड आयो होला, कहिले जिन्दगीमा एकचोटि आफ्नो नाति नातिना हो भनेर सम्झे तिनीहरूले? 1 घण्टाको डिफ्रेन्ट हो मेरो माइती र उसको घर। लाज नभएकोहरू तिमीहरूले मलाई आदर्शको कुरा नसिका। आदर्श संस्कार सबै कुरा थाहा छ, मानवताको कुरा अरे। सन्तान छोडेर जाने, आफ्नो सन्तान छोडेर भागेर हिँड्ने मान्छे चाहिँ मानवता रहेको मान्छे हो? ल मसँग भाग्यो, मसँग मन मिलेन, ठिक छ, मेरो गल्ती होला अरे। ल मै गलत भएँ अरे। समाजलाई राखेर सोध त। 16-17 वर्षको उमेरमा लगेर मागेर लगेर बिहा गरेर कन्यालाई बाजा बजाएर मेरो बाउले दिएर लगेर, ल मसँग मन मिलेन अरे, ठिक छ अरे, ल भाग्यो अरे। सन्तानसँग भाग्नुपर्ने कारण के थियो? अरू बेलामा भागे पनि मेरो छोरीको कागजपत्र बनाइदिने बेलामा बाउ हो नि, त्यो आउनु पर्दैन? अनि बाउ नानीको बाबाको डेथ भएको 1 वर्ष अगाडिको कुरा हो। आम्मामामा 1 वर्ष अगाडिको कुरा लिएर आएर अहिले भाइरल हुने तिमीहरूको कुरा हो। के हो बुझ्नु छैन? त्यतिकै कुकुर भुक्या जसरी अर्कालाई नराम्रो बनाउनतिर कति छिटो लाग्छौ, कुकुर जसरी कति छिटो लाग्छौ। त्यसरी मेरो छोरो जन्मिँदा तिमीहरूले मलाई के अरे शुभकामना दिएको भए कति भुकेको कुकुर जस्तो, कति भुकेको। राम्रो पनि भिडियो आउँछन्, राम्रो भिडियो उठाएर बोल त ल, कसैको दम छ? कुकुर जस्तो भुकेको छन्, अर्काको बारेमा कुकुर जस्तो भुकेको छन्। अनि के अरे डाक्टरले अहिलेको बुढाले कसरी झेलिरह होला अरे। ए भाइ तँलाई मेरो बुढा, अहिलेको बुढाले मलाई कसरी झेलिरह होला भन्ने त्यति टेन्सन छ भने, मेरो बुढाको तँलाई त्यति टेन्सन छ भने तेरो दिदी बहिनी, तेरो श्रीमती, तेरो आमा पठाइदे। तँलाई यो मेरो ओपन च्यालेन्ज भयो। थाहा छ होला नि अर्काको पर्सनल कुरा उठाउँदाखेरि कस्तो कानुन लाग्छ भन्ने कुरा। फेरि तेरो पितृ बुझाइदिनु नपरोस् नि फेरि भाइ। हेर मधुलाई नचला, मेरो पर्सनल लाइफ हो त्यो भन्ने कुरा। मैले के भोगे, मेरी छोरीले के भोगी, मैले मेरो भोगाइको कुरा गरेकै छैन, किनकि म बिहे गरेर धेरै टाढा आइसकेको कुरा हो। मेरो छोरीले जे कुरा भोगी मैले मेरो छोरीको कुराहरू भनेको। अझ त्यसमा कमेन्ट गर्ने राडीहरू सुन बताराइमेहरू आफ्नो सन्तानहरू दुधे बालक छोडेर कतिजनाको बिस्तारा तताउँदै हिँड्छस् होला, त्यहाँनिर गएर मधुलाई गाली गर्छस्। आमा होस् भने त सन्तानको सपोर्ट लिएर बस, बुझिस्?
तिमीहरू बोल्नेहरूले मेरो सन्तानको बारेमा कहिले बोले मेरो छोरी छ उबाट लिएर आएको तिमीहरू जस्तो बताराइमे हैन सन्तान छोडेर दुनियासँग बरालिएर हिँड्ने बरालिएर हिँडे पनि अस्ट्रेलिया बरालिएर आइपुगे पनि मेरो सन्तानसँगै लिएर आए केही ख्यास्यौ तिमीहरूले नेपालबाटै बिहे गरेको मैले नेपालमै 3 वर्ष त मैले नेपालमै रिलेसनशिप फ्ल्यास गरेको मिडियाबाट कहाँ थियौ त्यतिखेर कहाँ भुकेका थियौ कहाँ मरेका थियौ तिमीहरू ह आदर्शका कुरा गर्छौ मेरो छोरीको 1 महिनाको स्कुलको फी तिर्दिएको थियौ ह मेरी छोरीका कति रहर थियो होला जुन मैले पूरा गर्न नसक्ने थियो होला मैले एउटा आमाले मात्र सबै कुरा जिम्मेवारी निर्वाह गर्न सक्छ सिंगल आमाहरुलाई सोध समाजमा कतिवटा प्रश्न गर्छन् उसका छोराछोरीलाई भन्ने कुरा मेरो छोरीले कसरी ट्याकल गर्यो होला ती कुराहरु तिमीहरुलाई थाहा छ खाते खातिनीहरु भुक्छस् राडा राडीहरु कुकुर कुकुरनीहरु अलिकति बुझेर बोल थाहा छ कि छैन मैले मृतकलाई भनेको हैन मृतकको बाउआमाले चाहिँ त्यसरी उलाई जहिले पनि लुकाएर हिँड्यो भगाएर हिँड्यो मेरो छोरी कतिचोटी खोज्न गएको उसको बाबालाई उसको घरमा जहिले भागेर हिँड्ने सन्तानसँग भाग्नु पर्ने रिजन के थियो खातेहरु भुक्नु भन्दा अगाडि पहिला बुझेर भुक मधु छेत्रीको बारेमा साला कुकुरहरु राम्रो तथ्य बनाएर मात्र भुक्या कसैको स्टोरी राम्रो कुराको बारेमा भुक्नु छैन खातेहरु काम छैन कुकुरहरु आइमे जस्तो सारी लाएर इन जाठा खाते त डाक्टर भन्नेलाई भनेको यो बिहानै हेरेको मुड अफ भयो मेरो चाहिँ कहाँ थिस् त्यति बेला मेरो छोरीको डकुमेन्ट बनाउने बेला म रुँदै हिँडेको थिए कति पैसा खर्च गरे होला अपिल त्रिपाठीको अहिलेको केस हेर्दैनस् पोखरामा एउटा सिंगल मदरले छोरीको नागरिकता बनाउँदाखेरि 3 लाख रुपैयाँको डिल भयो भनेपछि मलाई कति शास्ति भयो होला यो 17 वर्षमा एउटा जन्म दर्ता धरि बनाइदिएको छैनन् बिहे दर्ता थिएन मेरो थाहा छ साला समाज राखेर बिहे गरेको भएर समाजबाट गरेको सबै कुरा खाते कुकुर तलाई भुक्न सजिलो छ मेरो छोरीले के भोगी भन्ने कुरा तिमीहरुलाई थाहा छ राडीहरु अझ गरे त्यो छोरीलाई के बित्यो होला रे यस्तो रे त्यस्तो रे मेरो छोरीलाई केही बितेको छैन बुझिस् कि बुझिनस् मेरो छोरीको लागि जिउँदै मरेको मान्छे हो त्यो जिउँदै मेरो छोरीलाई मारेर हिँडेको मान्छे हो सन्तानको माया हुँदैन मान्छे 4-5 महिना 4-5 दिन पनि आफ्नो सन्तानसँग अलग भयो भने मान्छेलाई कति मन पोल्छ भनेपछि यत्रो वर्ष भयो मेरो छोरी कति तडपी होला बाउको मायाको लागि बाउलाई देख्नको लागि स्टिल अस्ट्रेलिया आउनु भन्दा अगाडि पनि म बाउको अनुहार हेरेर जान्छु भनेथे मैले कहिले पनि मेरो छोरीलाई नाइ भनिन कुनै पनि मिडियामा मैले अहिलेसम्म इन्टरभ्युमा नानीको बाबालाई गाली गरेको सुन्नु भएको छ मैले त्यो दिन पनि नानीको बाबालाई गाली गरेकै हैन बुझ्नु पर्यो नि इन्डियामा मरेर अरूले लास उठाइदियो आफ्नो छोराको लास पनि इनरले हेर्न पाएनन् भनेर मैले उसको बाउआमा फ्यामिलीलाई भनेको मेरो छोरीको कस्टडी लिने बेलामा धनगढीको अदालतमा गएर सोध धनगढीमा गएर सोध मेरो बारेमा तथ्य पत्ता लगाउनु छ भने थाहा छ एउटा छोरीको कस्टडी गर्न साइन गर्न पनि आइदिएनन् त्यसको अंकलहरु त्यति एजुकेटेड भएर किन थाहा छ उसको बाबाको नामको सम्पत्ति उनीहरुले खाका थिए सम्पत्ति लिन्छे अब छोरीले दाबी गर्छ भनेर हामीलाई सम्पत्ति चाहिएको थिएन छोरीको कागजपत्र बनाइदिन मात्रै डाकेको थिए त्यति बेला आइदिएन भने अनि त्यो मान्छे मर्यो अरे अनि उसको बाउआमालाई चाहिँ मेरो छोरीबाट उसको बाबा टाढा राखेको बदला आज पूरा भयो मनमा शान्ति भयो भन्दाखेरि तिमीहरुको के हल्लियो ह के हल्लियो तिमीहरुको राडा राडीहरु अर्काको बारेमा थाहा पाउनु छैन त्यतिकै भुकेका छन् कुकुर जसरी गु खान भुकेको आलाहरु अनि 2-3टा बिहे गरेर जानेहरुलाई यस्तै अरे आफ्नी आमाको कतिवटा बिहे भयो थाहा छ कि छैन अनि आफ्ना कतिवटा बिहे भयो भन्ने थाहा छ कि छैन घरमा स्वास्नी लोग्ने दुधे बालक छोडेर बाहिर कति जनाको बिस्तारा तताउँदै हिँडेको छु बुढाको आँखा छलिएर हिँडेको छु भन्ने थाहा छ कि छैन तिमीहरु जस्तो सन्तान छोडेर रमाएर हिँड्ने नारी होइन म थाहा छ रमाएर हिँड्ने ठाउँमा पनि छोरी लगेर गएको छु तालाहरु भुक्ने धेरै तिमीहरु जस्तो अर्काको पनि घर बिगारेर सौतामाथि सौता हुन गएको छैन म अझ कुरा गर्छ अहिलेको बुढाले कसरी झेल्यो होला रे त खातेलाई थाहा छ सबै कुरा अहिलेको बुढासँग के कन्ट्रोभर्सी आथ्यो रे यस्तो रे त्यस्तो रे तलाई थाहा छ रियालिटी तलाई थाहा पाउनु छ भने आइज मसँग ओपनली फेसबुकमा रिक्वेस्ट पठा मसँग च्याट गर मसँग मेसेजमा कल गर्छस् खाते एउटा सिंगल आमालाई नेपाल जस्तो कानुनमा तेरो देशमा के कानुन छ साला जहाँ बाउले छोरीलाई बलात्कार गर्ने ठाउँ हो खाते त्यो देशमा मलाई डकुमेन्ट बनाउन कति गाह्रो भयो होला मेरो छोरीलाई भन त साला ठुलो कुरा गर्छस् तैले भुक्या जस्तो सजिलो छैन बुझिस् कि बुझिनस् राडा राडीहरु अर्काको बारेमा भुक्नु भन्दा अगाडि धेरै कुरा बुझेर भुक बौला कुकुरले टोकेको साला अराजकहरु संस्कार सिकाउँछस् मलाई मानवता सिकाउँछस् मानवता धेरै छ ममा बुझिस् कि बुझिनस् मानवता कति छ भन्ने कुरा मैले नदेखाएको मात्रै हो मिडियाबाजी गर्न आउँदैन मिडियाबाजी गर्ने हो भने धेरैलाई मानवता देखाएको छु मैले नेपालमा खाते मुजी पूर्वपतिको निधनमा रमाइराख्नु भएको भनेर पुरै हैन टीका टिप्पणीहरु आइराखेको रहेछ सबैले आफ्नो विचारहरु राखिराख्नु भएको छ हामी नेपाली के विशेष गरेर हामी नेपालीहरु यति धेरै दयालु मायालु
खालको छौँ क्या। तपाईँ हामी जो पनि एकछिन रिसाए पनि बाजे पनि होइन, लडे पनि सरापे पनि हामीभित्र मानवता छ, हामीभित्र पनि आँसु छ, दुःख छ, पीडा छ, लुकेको हुन्छ क्या। शत्रु मर्दा त आँसु आउँछ, कुनै न कुनै कुराले छुन्छ भने त आफ्नो त पति होइन, पूर्व भए पनि पूर्वपति भए पनि पश्चिमपति उत्तरपति भए पनि त पति नै हो नि त। कुनै बेला त उहाँको हातको सिन्दुर पोते लगाएर एउटै बेड सेयर गरेको हो नि त होइन, उसबाट जन्मिएको छोरी, त्यो पनि त स्वीकार्नु पर्यो नि त। त्यो पनि त यथार्थ छँदैछ नि त होइन, जीवितै छ नि त। अनि मरेको मान्छे त्यस्तो रमाउनु पर्ने किन होला जस्तो लाग्यो मलाई चाहिँ। मानवता अब हराइसकेछ भन्छु क्या म चाहिँ, हो किन भन्नु न। अब बाँच्दा फेरि जतिसुकै दुःख पीडा मर्ने अवस्थासम्म पुर्याएको छ भने पनि मृत्युसँग चाहिँ रमाउनु हुँदैन है भन्ने कुरा हो होइन। अब तपाईँलाई भित्र त्यस्तै फुलका गुच्छै फुटेका थिए यदि भने पनि होइन, तपाईँ मनमै आफैसँग आफै सेयर गरेर बसे भए पनि भइहाल्थ्यो। सामाजिक सञ्जालमा यो कुराहरू चाहिँ नपोख्नु भएको भए हुन्थ्यो। म यति खुसी छु, उसको मृत्यु भएछ, यो भएछ, त्यो भएछ भन्नुभयो। हामी त नेपाली हुन्छ, हामी त्यस्ता कुरा पचाउन सक्दैनौँ क्या, कसैले पनि सक्दैन। तपाईँ जस्तै हुनुपर्छ, तपाईँको जस्तै सोच हुनुपर्छ, अरूको पनि भन्ने त हुँदैन नि त होइन। कमेन्टहरू हेर्नुहोस् कति थोक अब भन्नुभएको छ। हामीलाई त काहीँ न काहीँ जारै होस् न, हामीलाई कस्तो अवस्थामा पुर्याएर छोडे पनि मर्दाखेरि त यहाँ काहीँ न काहीँ दुःख छ। मलामी पनि बरु गइन्छ हौ, गइएन भने पनि कोठैबाट भनेर हेरिन्छ पर बसेर होइन। त्यो मुहारमा त उजेलो हाँसो त आउँछ जस्तो लाग्दैन मान्छेलाई त। तर अब खोइ कसरी भन्न सक्नुभयो तपाईँले। म त अघि हेरेँ त्यो भिडियो, कता कता चस घोचो, म त चिरिङ्ग चिसो भयो क्या। मृत्यु भन्ने चिज कस्तो चिज होला है, त्यसमाथि हाँस्नु, मजाक उडाउनु, तिमीमाथि श्रीमती, चाहे पूर्व होस् पश्चिम, यो पूर्व पश्चिम नभन्नु न। हुन्छ त मान्छे हुन्छ, कतिजनाको छोडपत्र भएर बस्नुभएको छ त भन्नुहुन्छ होला नि, पक्न तैँले मलाई जति दुःख दिएको छ तैँले पनि त्यति नै दुःख पाएको, मैले यिनै नाङ्गा आँखाले हेर्नु पर्छ भनेर सराप्नु त्यो अलग कुरा हो क्या। त्यो चाहिँ जिउँदै हुँदा हो नि त, ऊ त बाँची त रहेको छ, बाँचेर दुःख पायो भने त उसलाई पनि थाहा होस् न त भन्ने खालको पाराले सराप्नु होला, भन्नु होला, भन होला। त्यो त नर्मली हो नि हामी मान्छेहरूको होइन। गौतम बुद्ध त कोही छैन यहाँ, रिस पनि उठ्छ, माया पनि लाग्छ होइन। हामी नेपाली त यति पापी त कोही छन् जस्तो लाग्दैन मलाई के कसैको मृत्युमा त्यो आँसुन् के, मलाई त्यस्तो लाग्छ है। अब तपाईँहरूलाई कस्तो लाग्छ? यसरी रमाउनु चाहिँ राम्रो होइन सामाजिक सञ्जालमा आएर जस्तो लाग्छ मलाई चाहिँ। आफूभित्र त जेसुकै होस् नि, तपाईँभित्रमा कसले देख्छ थाहा पाए पछाडि त अब सबैको आफ्नो विचार त राखिहाल्नुहुन्छ ल। म त्यही भन्न आएको, अलिकति मिडियामा अलिकति चलेको मान्छेहरूले बोल्दा अलिकति असर गर्छ, मान्छेले नोटिस गर्छन् भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ल। काल भनेको अहिले आफ्नै जिब्रोमा छ होइन, चिप्लियो भने त मारेरै छाड्छ सामाजिक सञ्जालले कमेन्ट।